जनप्रतिनिधिका कुरा। नमस्कार, कार्यक्रम जनप्रतिनिधिका कुरामा यहाँलाई स्वागत छ। म गोविन्द पन्त। हामी यो कार्यक्रम रेडियो निंगलासिनी 94 मेगाहर्जबाट हरेक दिन साँझ 7 बजे आउने निंगलासिनी समाचारको बीचमा प्रसारण गर्ने गर्छौं। फरक दिन, फरक वडाका, फरक गाउँपालिकाका, फरक नगरपालिकाका जनप्रतिनिधिहरूसँग हामी छोटो समयमा विशेष कुराकानी गर्ने गर्छौं। सो ठाउँको सम्बन्धित विषयवस्तुहरूमा तत्काल भइरहेका कामहरूका बारेमा हामी विशेष कुराकानी गर्ने गर्छौं। आज हामीसँग हुनुहुन्छ बैतडीको पाटन नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष करुणाकर भट्ट। उहाँसँग आज हामी विशेष कुराकानी गर्नेछौँ। पाटन नगरपालिका वडा नम्बर 3 मा परीक्षा केन्द्र अर्थात् पाटन नगरपालिकाले एक वडा एक परीक्षा केन्द्रको नीति ल्याएपछि कक्षा 8 को बोर्ड परीक्षाको केन्द्र तोक्ने विषयमा विवाद भइरहेको छ। यो विवादको विषय के त? यो विषयमा हामी विशेष कुराकानी गर्नेछौँ। सँगसँगै वडा नम्बर 3 का अन्य कुराहरूलाई पनि हामी जोड्नेछौँ। म कार्यक्रममा उहाँलाई स्वागत गर्छु। अध्यक्षज्यू, स्वागत छ कार्यक्रममा। धन्यवाद। अध्यक्षज्यू, अब हामी कार्यक्रमको सुरुवात गरौँ। तपाईका वडामा भइरहेका कामहरूबारे प्रसङ्गबाट आज भोलि तपाईको वडाको के काममा व्यस्त हुनुहुन्छ? अहिले हाम्रो वडाका योजनाहरू सम्झौता भइसकेका छन्। एक दुई योजनाहरू मात्र सम्झौता हुन बाँकी छन् र प्रदेश र संघका योजनाहरू पनि त्यो ठेक्कापट्टा भइसकेको अवस्था छ र अब त्यो कार्यान्वयनमा जाने केही योजनाहरूको काम भइसकेका छन्, सुरुवात गरिसकेका छन्। अब केही योजनाहरू काम गर्न लागिसकेका छन्। योजनाका अक्षयहरू तिनीहरू त्यो कामको सञ्चालनमा लागिसकेका छन् र केही योजनाहरू करिब आधा भन्दा बढी काम भइसकेका पनि छन्। अध्यक्षज्यू, अब हामी तपाईको वडाको जुन परीक्षा केन्द्रको विवाद छ त्यो विषयलाई जोडौँ। त्यो विषयलाई हामीले जोडिरहँदा जुन तपाईको वडामा भनिरहनु भएको छ, सिगास मावि अर्थात् गौरीशंकर पोखरी गुरुडाले गुजर केन्द्र राख्दा हाम्रा बालबालिकालाई, हाम्रा विद्यार्थीलाई अप्ठ्यारो हुन्छ भनिरहनु भएको छ भने गुजरवासीले चाहिँ गुरुडा केन्द्र राख्दा हाम्रा बालबालिकालाई असहज हुन्छ भन्ने आकलन गर्नुभएको छ। यही विषयलाई लिएर उहाँहरूले विवाद पनि गरिरहनु भएको छ। सँगसँगै तपाईँले भन्नुभएको रहेछ अघिल्लो वर्ष चाहिँ हामी आवश्यकताको आधारमा घुम्ती केन्द्र राख्नेछौँ भनेर, त्यो पनि कार्यान्वयन भएन भन्ने विषयलाई लिएर पनि विवाद भइरहेको छ भन्ने सुनिएको छ। वास्तवमा यो विषय के हो? नगरपालिकाबाट एक वडामा एउटा केन्द्र राख्ने भन्ने सहमति हो। अब एक वडामा एउटा मात्रै कक्षा 8 को परीक्षाको लागि हो। यो एक वडामा एउटा मात्रै केन्द्र भएपछि अब भूगोलको आधारमा र सबैलाई पाएक पर्ने ठाउँमा केन्द्र राख्ने भनेर हाम्रो सहमति भएको थियो नगरपालिकामा। त्यही उहिले अब गुजरमा अलिकति अरू वडाको विद्यार्थी पनि भएको हुनाले सिगास मावि भन्दा अलिकति परका विद्यार्थीहरू पनि सिगासमा आउने भए हुनाले हामीलाई अप्ठ्यारो भयो भनेर उहाँले गुनासो गर्नु भएको हो। अब सबै ठाउँबाट एक डेढ घण्टाको दूरी छ, यसरी मिलाएर जाउँ भनेर गुजर माविमा केन्द्र गत साल पनि गुजर माविमा हो, यो पाला पनि गुजर माविमा राख्ने भनेर हाम्रो शिक्षा समितिले त्यो सर्वसम्मत सहमति गरेर निर्णय गरिएको। घुम्ती परीक्षा राख्ने भन्ने त्यो त्यहाँ निर्णय भयो होइन। अब त्यहाँ के हो भने आवश्यक फहरीमा परीक्षा केन्द्र पनि दिन सकिने छ भन्ने हो। आवश्यक त अलिकति त्यहाँ पनि छ नभए होइन, त्यही मेरै वडाका विद्यालय दुइटै। अब त्यस उसले हामीले ख केन्द्रको माग राखौँ भनेर शिक्षा समितिले सर्वसम्मत ख केन्द्रको सकिन्छ भने ख केन्द्रको लागि माग राखौँ र पालिकालाई अनुरोध गरौँ भनेर त्यो शिक्षा समितिको बैठकबाट हामीले निर्णय गरेर शिक्षा समितिलाई बुझाइसकेका छौँ। अब यसमा के हुन्छ फेरि अब कार्यपालिकाको बैठकले पनि केही यसमा सहमति सहयोग गर्छ कि भन्ने हिसाबले त्यतितिर हामीले पाइला चालेका छौँ। अब कार्यक्रममा वडा केन्द्रित कुराहरूलाई नै मैले जोड्न चाहे। तपाईँको वडामा जुन तपाईँले काम गरिरहेका छौँ हामीले भन्नुभएको छ, त्यो कामलाई तपाईँले कसरी बुझ्नु भएको छ? तपाईँको वडाको विकासलाई तपाईँले कसरी बुझ्नुभयो? त्यहाँका समस्याहरू के छन्? जनताले के समस्या लिएर आइरहेका छन्? ती समस्याहरूको समाधानतर्फ तपाईँले कसरी लागिरहनु भएको छ? विकास निर्माणको हकमा होस् अथवा शिक्षा, स्वास्थ्य लगायतका आधारभूत पक्षहरूलाई तपाईँले कसरी जोडिरहनु भएको छ? जनतालाई प्रत्यक्ष रूपमा ती आधारभूत पक्षहरूसम्म तपाईँले पुर्याउनको लागि के गरिरहनु भएको छ? अब वडामा धेरै समस्याहरू छन्। सबै क्षेत्रमा समस्या शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, यातायात सबैको असुविधा देखिन्छ। सबैको चाहिँ सम्पूर्ण कुनै पनि क्षेत्र भएका छैनन्। अब ती पक्षहरूमा वडाको बजेटले मात्र नभ्या होला, अर्थात् वडाको बजेटले मात्र नपुग्ला। त्यसको लागि संघीय सरकारसँग, प्रदेश सरकारसँग, नगरपालिकासँग कस्तो समन्वय भइरहेको छ? नगरपालिकासँग पनि हाम्रो समन्वय भइरहेकै छ। अब प्रदेश र संघ सरकारसँग पनि हामीले त्यो पहल गरिरहेका छौँ। यो आर्थिक वर्षमा पनि यो 80-81 मा पनि प्रदेश र संघबाट योजनाहरू आएका छन्। त्यस हिसाबले आगामी 81-82 का लागि पनि हामीले त्यो पहल गरिसकेका छौँ। अब तपाईँको नेतृत्वको सरकारले वडा नम्बर 3 मा वडा नम्बर 3 लाई तपाईँको कार्यकालभित्र तपाईँको नेतृत्वले कस्तो बनाउने सोचमा हुनुहुन्छ? अब
हाम्रो नेतृत्वको सरकार भन्दा पनि हामी वडा भनेको जनताको सेवा गर्ने हो। कसरी सेवा गर्न सकिन्छ र कसरी जनतालाई सरल र सुगम तरिकाले सेवा दिन सकिन्छ, कसरी जनताका समस्याहरू समाधान गर्न सकिन्छन् भन्ने कुरा हामी पनि केन्द्रित भएका छौँ। अब जसो तपाईँले भन्नुभयो हामी जनताका समस्याहरूलाई बुझिरहेका छौँ, उहाँका समस्याहरूलाई केलाइरहेका छौँ, प्राथमिकताका आधारमा हामी काम गरिरहेका छौँ भनेर। अब विगत 3 वर्ष पनि तपाईँले निर्वाचित गइसक्नु भएको छ, अब मात्रै 2 वर्ष बाँकी छ। यो 2 वर्षको कार्यकालमा तपाईँले बोलेका बाचाहरू पुरा गर्न सक्नुहुन्छ? बोलेका बाचाहरू सबै त पुरा गर्न नसकिएला नि, तैपनि मैले धेरै बाचाहरू जनतालाई धेरै आश्वासन दिए, त्यसरी झुक्क्याएको पनि थिएँ। त्यति बेला मलाई मत दिनुहोस् भनेर मात्रै मैले उहाँहरूसित अनुरोध आग्रह गरेको थिएँ। उहाँले मलाई मत पनि दिनुभयो, निर्वाचित पनि गराउनु भयो। मैले आफू व्यक्तिगत हिसाबले मैले धेरै त्यो गर्छु यो गर्छु भनेर आश्वासन बाँध्दै हिँडेको त्यति बेला म त्यस्तो उम्मेदवार पनि होइन। म सकिरटी गर्छु मात्रै भनेको थिएँ, अहिले पनि सकिरटी त्यसको लागि म पहल गरिरहेकै छु। अब जुन तपाईँले भन्नुभयो हामीले शिक्षाको लागि, स्वास्थ्यको लागि काम गरिरहेका छौँ, यी पक्षहरूलाई हामीले विशेष प्राथमिकतामा राखेका छौँ भनेर। अब तपाईँको वडामा त शिक्षामा पनि विवाद आइरहन्छ, स्वास्थ्यमा पनि योभन्दा पहिले विवाद आएको थियो। यसलाई चाहिँ यो तपाईँको वडामा चाहिँ बेला बेला शिक्षा स्वास्थ्यमा चाहिँ किन विवाद आइरहन्छ? होइन, विवाद अब राम्रो कुरो हो। विवाद आएपछि निकास निश्चिन्छ, यसमा केही आपत्ति छैन। अब गुनासो सबैले गर्छन्। शिक्षामा चाहिँ सबै क्षेत्र जति विकास हुनु पर्थ्यो अथवा जति सारा समस्याहरू सारा सोसाइटीहरू पार गर्न सकिँदैन, यसोस्ले पनि उहाँहरूले गुनासो राख्नुहुन्छ। जनताको गुनासोलाई म एकदम सहज रूपमा लिन्छु। मैले त्यसलाई एउटा सल्लाह सुझावको रूपमा पनि लिन्छु। सच्चिएर जानुपर्छ, इमान्दारीका साथ जानुपर्छ भन्ने रूपमा मैले जनताको विवादलाई मैले त्यसरी दिन्छु र त्यसै हेरेर हामी अगाडि बढिरहेका छौँ। हामी योजना कार्यान्वयनको कुरा जोडौँ। हामीले योजना कार्यान्वयनको कुरा जोडिरहँदा तपाईँको वडामा यो वर्ष चालु आर्थिक वर्षमा जुन योजना बनाउनु भएको छ, ती योजनाहरूमध्ये विकास निर्माणका कामहरू कुन योजनालाई तपाईँले अहिले कार्यान्वयन गरिरहनु भएको छ? हामीले शिक्षा स्वास्थ्य अलिकति केही ठाउँमा शौचालय नभएको अवस्था पनि छन्। अब मठ मन्दिरहरू पनि कहीँनिर ठुल्ठुला मन्दिरहरूमा शौचालय नभएको अवस्था छ। त्यस हिसाबले हामी शौचालय, खानेपानी, शिक्षा, स्वास्थ्य, अब यातायात प्रति सरकारबाट पनि हामीले यातायातको लागि हामीले माग गरेका थियौँ, जुन हामी सफल पनि भयौँ। विद्यालय पनि 4 कोठी भवनलाई हामी त्यसलाई सुरुवात गर्ने सञ्चालन गर्ने तयारीमा छौँ। र अब खानेपानी सानसानो योजनाहरू त केही वडाबाट पनि हामी समाधान गरिरहेका छौँ। अब प्राथमिकीकरणको आधारमा भनेर कन्का छरे जस्तै योजनाहरू बनाएर त विकास निर्माण नहोला नि। दिगो बनाउनको लागि, नमुना बनाउनको लागि, अरू कार्यकालभन्दा छुट्टै बनाउनको लागि तपाईँको योजना के छ? के 5 वर्ष कार्यकाललाई तपाईँले कनिका छरे जस्तै योजना बनाएर सक्नुहुन्छ कि केही दिगो गर्नुहुन्छ? होइन, कनिका छरे जस्तै त्यो अलिकति अप्पा भन्दा पनि कुनै वडाहरूमा हाम्रै पालिकाबाट पनि 20, 25, 30, 35 योजनाहरू त्यसरी पनि छरिएका थिए। हाम्रो वडामा चाहिँ 15-16 योजना मात्रै मैले विनियोजन गरेको थिएँ। त्यो कनिका छरी जस्तै 10-20 हजारका योजनाहरू हामीले बनाएका छौँ। हामीले बनाएका छैनौँ। हामीले 1 लाखभन्दा तलका योजनाहरू बनाउन सकेका छैनौँ। होइन, कहीँनिर 1 लाखको पनि आवश्यकता पर्न सक्छ, कहीँनिर 50 हजारको पनि आवश्यकता पर्न सक्छ। त्यो त त्यहाँको समस्यालाई हेरेर विनियोजन गर्ने कुरा हो। कहीँनिर खानेपानीको आवश्यकता छ, इन्टेकहरू भत्किएका छन्, अन्य कुराहरू छन्, पाइपहरू जलेका छन् भने त्यो योजना हेर्दै नहेर्ने भन्ने पनि होइन। ठुलै योजना मात्र बनाएर सानसानो योजनाहरूलाई बनाउनतिर ध्यान दिएन भने त्यहाँ जनतालाई पनि दुःख भइहाल्छ। त्यस हिसाबले हामीले त्यो आवश्यकतालाई हेर्दै पनि ठुलो र सानो योजनाहरू विनियोजन गर्नुपर्ने हुन्छ, रकम विनियोजन पर्ने हुन्छ। ठुल्ठुलो योजना मात्रै बनाएर त सानसानोतिर पनि ध्यान दिएन भने वडाबाट हुने योजनाहरू त वडाबाट पनि हामीले त्यतातिर ध्यान दिनु पर्यो नि त, त्यो त गर्नु पर्यो नि त। अब जनतामा तपाईँले गइरहँदा, जनताका गुनासाहरू सुनिरहँदा उहाँका समस्या के हुन् जस्तो लाग्छ? मुख्य समस्या चाहिँ उहाँले यो गरिदिए हुन्थ्यो, यो कार्यकालमा चाहिँ हाम्रो वडामा यो भइदिए हुन्थ्यो भन्ने जनताको के आकांक्षा पाउनुभयो तपाईँले? जनताले पनि सार्वजनिक रूपमै आकांक्षा राखेका हुन्छ। शिक्षा, स्वास्थ्य, खानेपानीकै उनीहरूले पनि यातायातको यी जनताका समस्याहरू हुन्, त्यतातिरै ध्यान दिदिए भन्ने हाम्रो समस्या समाधान हुन्छ भनेर मैले त्यसरी बुझेँ। अब जनतामा जाँदाखेरि त्यही हो, सार्वजनिकै हिसाबले जनताले पनि त्यसको मागहरू राखेका हुन्छन्, उनीहरूको पनि आकांक्षा त्यही हुन्छ। हामी कार्यक्रमको अन्तिममा छौँ। अन्तिममा रेडियो निङलासिनी सुनिरहेका श्रोता र पाटन नगरपालिका वडा नम्बर 3 वासीलाई तपाईँको सन्देश के छ? वडावासीलाई म के भन्न चाहन्छु भने म तपाईँहरूको सेवा गर्नलाई तपाईँहरूले मलाई पठाउनु भएको हो। यसरी सक्दो जति म आफूले आफ्नो बुद्धि विवेकले भ्याएसम्म जसरी म तपाईँहरूको सेवामा समर्पित हुनेछु र यसप्रति म उहाँहरूलाई आश्वस्त गर्न चाहन्छु र रेडियो निगरानीलाई पनि मलाई 2-4 शब्द बोल्नु दिएकोमा, त्यो अवसर दिएकोमा उहाँहरूलाई पनि धन्यवाद दिन्छु। हवस् अध्यक्षज्यू, समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। आज हामीसँग हुनुहुन्थ्यो कार्यक्रम जनप्रतिनिधिका कुरामा बैतडीको पाटन नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष करुणाकर भट्ट। उहाँसँग गरिएको कुराकानी यति नै। म गोविन्द पन्त पनि बिदा चाहन्छु। हवस्, नमस्ते।